वेल आजको एक्सपिरियन्सले मलाई पनि धेरै कुरा एज अ जज सिकाएको छ जसले जहाँ चाहिँ मैले पनि के बुझिरहेको छु भन्दाखेरि जसरी अहिलेको युवाहरू प्यासनेटली आफ्नो फिल्डमा लागिरहेको छ त्यसले हामीले धेरै कुरा सिक्नुपर्ने छ तर सँगसँगै आज जति पनि कन्टेस्टेन्ट्सहरूसँग मैले भेट्न पाएँ उहाँहरूले आफ्नो फिल्डमा यस्तै कन्सिस्टेन्सी र प्यासनसँग अघि बढिराख्नु भयो भने चाहिँ दे अल हेभ अ भेरी ब्राइट फ्युचर इन दिस फिल्ड र सँगसँगै अहिलेको टाइममा आइसकेपछि चाहिँ अगेन मोडल्सहरू दे जस्ट आर नट वेयरिङ क्लोथ्स दे आर अल्सो क्यारिङ अ पर्पस सो त्यो पर्पस चाहिँ एकदम मैले आज धेरैचोटि हाम्रो जजिङमा पनि कुरा गरिसकेको छु कि इट निड्स टु बी भेरी भेरी एथिकल इट निड्स टु बी भेरी स्ट्रङ एन्ड पावरफुल हुनुपर्छ किनकि उहाँहरूलाई फलो गर्ने हरेक व्यक्तिले त्यही हिसाबले समाजको चित्रण गरिरहेको हुन्छन् त्यही हिसाबले संसार कसरी अघि बढिरहेको हुन्छ भन्ने कुरा पनि हाइलाइट गरिरहेको हुन्छ र यही मोडल्सहरू लोकली बसेर चाहिँ ग्लोबली पुग्न सकुन् भन्ने चाहिँ मेरो चाहिँ अपेक्षा रहेको छ र सबैजना कन्टेस्टेन्ट्स र जति पनि दर्शकले हेरेर उहाँलाई साथ दिँदै हुनुहुन्छ उहाँलाई एकदम माया र साथ दिनु होला किनकि केही नयाँको सुरुवात भएको छ नेपालमा र यो नयाँको सुरुवात गर्नको लागि चाहिँ हामी सबैजनाले चाहिँ साथ दिनुपर्ने हुन्छ र त्यो साथ दिनलाई पनि म यहाँ आएको छु र यो साथ दिइराख्दाखेरि पक्कै पनि आफूले पनि धेरै कुरा सिक्न पाउँदाखेरि यो यात्रालाई आफूले पनि एकचोटि फर्केर हेर्दाखेरि साँच्चीकै भन्यो भने गर्व लागिरहेको छ र यो नयाँ यात्राको साथ यी युवाहरूसँग हुन पाउँदा निकै खुसी पनि छु धन्यवाद मलाई यसको पार्ट बनाउनु भएकोमा